आज चाहिँ दसैँको टिका त्यही भएर बिहानै उठ्यो हेरेको त के हो बुबा त यता तम तयार गरिरहनु भएको रहेछ। त्यसपछि चट्टसँग मची नुहाइदिनु पर्यो भनेर धारातिर लागे। धारामा गयो चट्टसँग नुहाइवरी रेडी पनि भए। गर्मी पनि कम्ता थिएन। कुवाको चिसो पानी लिन जानु पर्यो भनेर कुवातिर गाग्रो काँदामा हालेर लागे। त्यसपछि कुवामा गएर एक गाग्रो पानी उभाइवरी काँदामा हालेर चट्टसँग लागे मची घरतिर। घरमा आइवरी त्यसपछि चट्ट टिकाको साइत पनि भएछ। त्यसपछि बुबाले चाहिँ निधारभरि रातो टिका झपक्कै लगाइदिनु भयो। त्यसपछि चट्टसँग दिदीको पनि पालो आयो। दिदीलाई पनि टिको लगाइवरी हातमा हेरेको त बाबा 1500 को नोटै नोट छ त गाँ। त्यसपछि म र दिदी चाहिँ लाग्यो ठुलो बुवाको घरतिर टिको लाउनतिर। दिदीको हातमा त पोका पुन्तुरा पनि कम्ता थिएन भने। त्यसपछि ठुलो बुवाको घर पनि पुग्यो। अनि त्यसपछि दिदीलाई टिको लगाइदिन पनि थाल्नु भयो। एकछिन पछिबाट त मेरो पनि पाला आयो। त्यसपछि आशिष दियोरी चट्ट टिको लगाइदिनु भयो। दिदीहरू चाहिँ यता खाना खाइरहनु भएको छ। म पनि एक गिलास चिसो खाइवरी दाइ र म भएर चाहिँ दामी दसैँको गीतमा टिकटक बनाउनतिर लाग्यो। फेरि आज चाहिँ एक पाइलो भने भुइँ छोड्नुपर्छ अरे। त्यसपछि सरसरी 3-4 सरका पिङ खेले। पिङ पनि सिका गइरहेको थियो भने। त्यसपछि पिङ खेलिवरी घरतिर आएँ। भिडियोलाई लाइक गरेर च्यानललाई सब्सक्राइब गर्नु होला। आजलाई यति एन्ड बाई बाई।